हेलो टेस्ट दिले एन्ड गुड मर्निङ टु एभ्री वान। अनि आज भने चाहिँ म टक्क रेडी भएर बसेको छु। त्यो के को लागि भने एलोङ टु काठमाडौँको लागि, काठमाडौँको यात्राको लागि म रेडी भइसकेको छु। अनि अहिले चाहिँ म चाहिँ बसको वेटिङमा, बस अहिलेसम्म आएको छैन। अनि यहाँ मसँग जाने मान्छे अरे इसको कोही बताओ यार। अनि भनिसकेपछि अहिले चाहिँ मैले खाजा यसो बोमेट आउँछ कि भनेर मैले खाजा नि टक्क खाइसक्यो। ओके, अहिले भने चाहिँ म बसको वेटिङमा। यता केटाहरू, ओह माय गॉड पारा, यो चाहिँ मेरो मोटे भाइ। ल आज म जाँदैछु, सबैलाई म बिदाई गर्न चाहन्छु। ल राम्रो बस, राम्रो पढ, बुझ्यौ? राम्रो बस्ने, राम्रो पढ्ने, ठुलो मान्छे बन्ने, बुझ्यौ? राम्रो राम्रो काम गर्ने, त्यो हात लामो लामो नगर्ने, बुझ्यौ? गुड गर सबै, बिदाई। को यो ओह लामा, तेरो दाइले बिदाई गर। ह्यान्डसेक गर, ह्यान्डसेक, ठिक छ? एकदम कडा। पछि म आउँदा सबै यस्तो जङ्गो जङ्गो भनेर बस्ने, बुझ्यो? राम्रो पढ, बुझ्यौ? गेल्ला हाम्रो। ल राम्रो पढ्ने होइन, यस्तै हो यता मेरो भाइहरू। अनि भेटौँ न हामी फेरि अर्को साल होइन, सम्झना गर्दै गर। तिम्रो त फोन छ होइन, भिडियो कल गर्दै गर होइन। ल भनेपछि ओके। कोरो मेक होइन बाहिर। यात्रा राम्रो होस् हाम्रो। बस हो, अब भने चाहिँ हामी जानको लागि रेडी। बस नि उताबाट कराइरहेछ। अनि हामी यहाँ हाम्रो क्षतिन कोरा गर्दै, आत्मविश्वास आफूमा राख्दै, अनि हामी अहिले भने यहाँ क्षतिन कोरा गर्दै, अनि यहाँ अगाडि चाहिँ मेरो भाइ, मेरो दाई टक्क पाराले गइरहेको छ मेरोसँग, मसँग। अनि अहिलेको भ्यू, मर्निङ भ्यू एकदम रमाइलो छ यता। ओए साँच्चै तैँले बढ भ्याङ ल्यायो? ठिक छ, बस चाहिँ मेरो सिट टाइप ठिक छ। के मतलब सिट टाइप? आइफोन होइन त्यो चार्जर, त्यो के अरे एयरबड चार्ज हुनेले हुन्छ होइन। मसँग त्यसको के भन्ने छ, भएन भने त्यहाँबाट गरे नि हुन्छ। केटा नाति हेट नरु है, नरु नरु, तिम्रो कोही नरु है, नरु पछि आउँछ फेरि, बुझ्यो? रुनु पाइँदैन। कस्तो मन्दुर देखेको बस भने अब भने हामी घुमाएको हुँदै दार्जिलिङ जाओस् ओ लगेर बाई गर, ल बाई बाई, नरु नरु नरु। बस भयो भने चाहिँ हाम्रो यात्रा स्टार्ट भइरहेछ। अब भने चाहिँ हाम्रो यात्रा स्टार्ट। अनि मेरो यात्रा चाहिँ कहाँबाट कहाँसम्म हो भने चाहिँ, ओहो यु क्यान सी म्यान, व्हाट अ भ्यू। आम्मा यस्तो रमाइलो ठाउँ छोडेर जानु परेको छ। रुन त मन लागेको छ, तर के हुनु,
मनले Oh my god. Look at the view, man. ओफ यस्तो रमाइलो ठाउँ छोडेर जान परेको छ मैले अब के गर्नु छातीमाथि डुङ्गा राखेर रुनु परेको छ ओ माय गॉड सलालाला बगिरहेको खोला हेर एलुङ्गे खोला ओ माय गॉड कस्तो रमाइलो ठाउँ छाडै जानु परेछ मैले शिट रुनु मन लागेछ रुइदिउँ क्या ओके बाई बाई कटरो बाई 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 के जानै मन लाग्यो नि त हो भन्ने क्या यस्तो मजाको भ्यू छ को जानुहुन्छ ल हाम्रो बस चाहिँ माथिबाट टक्क आइसकेको छ हामी यहाँबाट टक 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 पाराले हिँडिरहेको छु लासो अनि ओ त कहाँ झर्ने हो बौद्ध जोरपाटी म त बौद्ध थाहै छ नि त मलाई कहाँ बौद्ध झर्ने हो बौद्ध गेट त्यहाँबाट जान्छ जाँदैन बस फेरि त्यहाँबाट जान्छ नि अब यो बस जाने भनेको फेरि नारायण टाढो जान त जान्छ होइन त्यहाँ रोक्दैन रहेछ फेरि गेटमै रोक्दैन रहेछ गेटको अलिकति यता उता साइड रोक्नु पायो नि पोहोर साल गएको थियो मा कहाँ उता पुऱ्याइदिएर मा अनि यति कसरी गयो पठाउ पठाउन पठाउ लिएर पठाउन पठाएको नि पठाउ लिएर टाप अतमा हात त जमेको हेर समुद्रमा अहिले भने चाहिँ चिसो चाहिँ एकदम खतर छ बिहानको चिसो अब धेरै भिडियो बनाएँ फेरि मेरो स्टोरेज धेरै छैन फुल हुन्छ त्यसैले मैले भिडियो चाहिँ छोटो छोटो बनाउँदै गइरहेको छु किनभने काठमाडौँसम्म पुग्नु छ त्यसैले यो अब भिडियो धेरै बनायो भने मेरो फोनले भ्याउँदैन त्यसैले म जति सक्दो छोटो अनि मिठो भिडियो बनाउन कोसिस गर्छु अनि अहिलेको भने हामी यहीँ समाप्त गर्छौँ हेरौँला के हुन्छ होइन ओके बाई ओ लज अब चाहिँ हामी यहाँ प्रतीक्षालयमा आइसकेको छौँ अनि तलको भ्यू हेर्नुहोस् आम्मा ल अहिले भने चाहिँ हामी प्रतीक्षालयमा वेटिङ फर बस फर दि काठमाडौँ अनि यहाँ हाम्रो लामा मेमी नै हुनुहुन्छ दाजु कहाँसम्म अरे जोरपाटी अरे हजुर ल ठिक छ जोरपाटीसँग म चाहिँ बौद्ध कहाँको गाउँमा थाहा छैन होइन अनि माथि यता चाहिँ मेरो घर पर्छ टक्कै घाम निक्लेबाट यो ठुलो डुङ्गा यहाँ दोस्यार्दा हो त्यस्तै त्यस्तै गर्दा हाम्रो चोर्तुङ चाहिँ यता देख्छ फेरि चोर्तुङमा देख्दैन रहेछ कहाँसम्म देख्दो रहेछ ओके ल हेर्नुहोस् त यो के भएको हौ आम्मा आज म हेलुङ गाउँ छोडेर जान्छु भनेर यो हेर्नुहोस् त प्रकृति पनि रोइरहेछ ओ माई गड के भएको हो यो वाच दिस म्यान व्यू द लुक ओ बोइ के हो आग लाग्यो हो मुनितिर छैन आम्माम्माम्मा के भयो यस्तो बुइ के भएको यो ए त्यो बाफ होला बाफ ल अब चाहिँ हाम्रो बस चाहिँ ट्रेन कराउँदा छ आम्माम्मा हेर्न तल तुमा जस्तै यही त हो बढी पर्ने फेरि माथिबाट हाइट सिने ऐसे भी होते क्या ऐसे भी होता है क्या क्या है गाइस देखो यार देखो न देख ल अहिले भने चाहिँ हाम्रो बस सरेर आइरहेछ ओके ओके यो ब्याग त सँगै राख्ने हो कि माथि हाल्ने हो माथि हाल्ने ओ हाम्रो ठाउँमा त मान्छे बस्छ त नि बाघ बाघ हेलो बाघ अब
ओहो अहिले चाहिँ हामी यहाँ हेर्नुहोस् यहाँको भ्यू चाहिँ एकदम बवाल देख्न सक्नुहुन्छ ओ भाइ व्हाट अ भ्यू चेर्दुङ अब यस्तो हल्ला क्या Yo man, what a view! ल अब यहाँबाट नि हेर्न सक्नुहुन्छ एकदम रमाइलो भ्यू ओ तल पिकनिक डाँडा वाउ अब यस्तो रमाइलो ठाउँबाट छोडेर जान परिरहेको छ मलाई ओ भाइ Oh my god. Wow, such. Hey. Oh. Love it. Oh. मजा गर्दै यता केटा आफ्नै तालमा गाना नि एकदम खतरा चलिरहेको छ फेरि बसको पछाडि चाहिँ यसरी हलाउँछ है तपाईँले देख्नुहुन्छ मजा छ यो ओभर एक्टिङ अब यो चाहिँ निकाल्नु क्या ओके जिरी बजार आइपुग्यो हामी लस जिरी बजार आइपुगिसकेको छौँ जिरी बजारको केही नयाँ अपडेट भने चाहिँ यो बिल्डिङ रहेछ होइन ओके ओके ठिक चलो यो बिल्डिङ चाहिँ नयाँ रहेछ यहाँको अरू त के हो नयाँ त त्यही हो रोक्दैन क्या यहाँ रोक 1 डाइरेक्सन ओ लज अहिले भने चाहिँ हामी युकिनमा गइरहेको छौँ चौडीको लोकल मान्छे पनि हो कहाँ जिरी बजार नि एकदम कति 1 साल पो होला पहिला kan apa giu दिदी यता घिउ पाउँछ होला हैन छिर्पी कमला छ कसरी दिनुहुन्छ किलोको पाउको एक पाउ दिनु त छिर्पी नै छिर्पी केटोले भन्दै थियो क्या त ल छिर्पी अनि अघि छिर्पी समझ 220 $1 नेपाली डलर फाइनली छुर्पी किनिसकेको छ यो चाहिँ छुर्पी चाहिँ कमलवाला हो टेस्ट गर्नु त कस्तो रहेछ
खाना खानु आहा कस्तो मिठो रहेछ है हो धन्यवाद ल लगे हाम्रो चिर्की टक्क किनेर गाडी यो चाहिँ हाम्रो गाडीको खाजा है अहिलेको मात्र हो खाना त अहिले भरे खाइन्छ यहाँ चाहिँ के छ भने अब त्यस्तै होला कुरकुरे चिजबल चितौरा रेडबुलहरू होला निम्बु किन्नु निम्बु अब पसलमा कता पर्छ नि भ्यू चाहिँ एकदम दामी छ है जिरीको हाम्रो भ्लगरजीको हाइट चाहिँ यत्रै हो होइन भ्लगरजी मारी चुर्पी चबाइरहेछ हेर्नु फन्टास्टिक एकदम फन्टास्टिक मात्र होइन होला कोको लास्टिक पनि होला ल अब भिडियो यहीँसम्म समाप्त लास कराई यता यता ले आमा राम्रो राम्रो राम्रो